अध्यादेशको विरोध भएपछि 3 वटा नयाँ थपे बालेनले 2 वटा अध्यादेश विरोध भइरहेका बेला 3 वटा थपेर हेरेको हेरै बनाइदिए। देश विकास गर्न अध्यादेश ल्याएको बालेन सचिवालयको स्पष्टीकरण, सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको दाबी। संसद छल्दै अध्यादेश ल्याइएको भन्ने आलोचनाका बीच सरकारको तर्फबाट स्पष्टोक्ति आएको छ। प्रधानमन्त्री बालेन्द्र शाह निकट स्रोतहरूले अध्यादेश कुनै राजनीतिक चाल नभई सेवा प्रवाहमा देखिएका अवरोध हटाउने उद्देश्यले ल्याइएको दाबी गरेका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै कानुनी जटिलताले जनसरोकारका काम प्रभावित भइरहेको अवस्थामा सरकार निष्क्रिय बस्न नसक्ने बताएका छन्। उनका अनुसार प्रशासनिक प्रणालीमा वर्षौंदेखि थुप्रिएका नीतिगत र प्रक्रियागत अवरोधहरूले सेवा प्रवाह सुस्त बनाएको थियो, जसलाई सम्बोधन गर्न अध्यादेश अपरिहार्य बनेको हो। सल्लाहकार शाहले सामाजिक सञ्जाल मार्फत दिएको सन्देशमा सरकारको प्राथमिकता स्पष्ट छ, छिटो, प्रभावकारी र नतिजामुखी शासन। जनताको काम कानुनी जटिलतामा अल्झिएर रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्दै अध्यादेश ल्याइएको हो उनले उल्लेख गरेका छन्। उनका अनुसार यस कदमले कार्य सम्पादनमा देखिएको डेडलक अन्त्य गर्दै प्रशासनिक संयन्त्रलाई गतिशील बनाउने अपेक्षा गरिएको छ। गत वैशाख 14 गते बसेको मन्त्री परिषद बैठकले उक्त अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ। सरकारका अनुसार यो निर्णय आकस्मिक नभई लामो समयदेखि देखिएका संरचनात्मक समस्याको समाधानका लागि योजनाबद्ध रूपमा अघि बढाइएको हो। सरकारले दाबी गरे अनुसार सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, निर्णय प्रक्रियामा अनावश्यक जटिलता र समन्वय अभाव जस्ता समस्याले जनतालाई प्रत्यक्ष असर पार्दै आएका थिए। ती समस्यालाई सम्बोधन नगरी सुधार सम्भव नभएकाले कानुनी बाटो रोजिएको स्पष्ट पारिएको छ। यस सन्दर्भमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार गठन लगत्तै राजनीतिक नियुक्त पदाधिकारीहरूलाई मार्ग प्रशस्त गर्न आह्वान गरेको प्रसंग पनि जोडिएको छ। तर व्यावहारिक कठिनाई र समन्वय अभावका कारण अपेक्षित सुधार हुन नसकेपछि अध्यादेश मार्फत हस्तक्षेप गर्नु परेको सरकारी तर्क छ। अध्यादेश कुनै व्यक्ति वा समूहको स्वार्थमा केन्द्रित नभएको सरकारले स्पष्ट पारेको छ, बरु पुराना र जटिल कानुनी प्रावधानका कारण दशकौंदेखि थाँती रहेका समस्यालाई समाधान गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन केन्द्रित छ। यद्यपि राजनीतिक वृत्तमा भने सरकारको यस कदमको आलोचना भइरहेको छ। विपक्षी दलदेखि लिएर नागरिक स्तरबाटै पनि संसदको भूमिकामाथि प्रश्न उठ्ने खतरा औल्याइएको छ। समग्रमा सरकारको दाबी अनुसार अध्यादेश सुशासन, तीव्र सेवा प्रवाह र प्रशासनिक सुधार तर्फको कदम हो। अब यसको कार्यान्वयनले कति प्रभाव पार्छ भन्ने कुरा नै यसको वास्तविक मूल्याङ्कनको आधार बन्नेछ।